राजा महेन्द्रले भन्नुभए जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा धेरै खुसी लागेको छ। जुन गहिराईलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, यो देशले बुझ्न सकेन, त्यो गहिराईलाई बुझ्न चाहन्छौँ। त्यो गहिराई बुझ्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। शिव भगवानको पाउमा आएर, कैलाशको पाउमा आएर, आज कर्णालीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र, वाचापत्र सार्वजनिक गर्न पाउँदा म लगायत हाम्रो पार्टीका सबै सदस्यज्यूहरू, सभापतिज्यूहरू तथा हाम्रा पार्टीका साधारण सदस्यज्यूहरू, सम्पूर्ण कर्णालीवासी नेपाली दाजुभाइ दिदीबहिनीमा आउनु पाउँदा धेरै धेरै खुसी लागेको छ। कर्णाली यो देशको सबैभन्दा ठुलो ताल, रारा ताल, राजा महेन्द्रले भन्नुभए जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा धेरै खुसी लागेको छ। देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठुलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठुलो गाउँपालिका रहेको ठाउँ, देशकै सबभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराईलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, यो देशले बुझ्न सकेन, त्यो गहिराईलाई बुझ्न चाहन्छौँ। त्यो गहिराई बुझ्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी।